गाइज स्केटिङ खेल्न खोजेको यहाँ खडा पनि हुन सकेन है इट्स भेरी हार्ड सो तर ट्रेनरहरू चाहिँ छैन रहेछ खासमा इट्स रियली हार्ड रियली सो even I cannot standing look at this guys come on उनीहरू खेलेको हेर्दा चाहिँ रहर लाग्यो होइन but I can walk अरू भाइले ट्राई गर्दैछ आइन बाबु मेरो प्यारो खोलदुङ्गामा स्केटिङ चलिराखेको बेला हामीलाई पनि रहर लाग्यो मलाई भन्दा पनि मेरो बच्चाहरूलाई एकदमै धेरै रमाइलो रहर लागेर जित्ती होइन बच्चाको त्यस्तै हुन्छ अनि म पनि बच्चाहरू सँगसँगै खेल्नलाई जाउँ न त भनेको त ओ माई गॉड म चाहिँ खडा पनि हुन सकिरहेको थिएन अनि भित्तामा इभन लाइक म चाहिँ त्यो स्केटिङ रिङमा चाहिँ झर्न पनि सकिरहेको थिएन बट इट्स फर्स्ट टाइम ट्राई गरेको इट्स अ गुड ट्राई साथीहरू तपाईँहरू पनि खेल्न आउनुहुन्छ भने चाहिँ पक्कै पनि रहर पुरा गर्न आउनु पक्कै पनि ओखलढुङ्गामा मिलनचोकदेखि अलिकति परतिर दामी बनाएको छ है साथीहरू तपाईँहरू पनि गएर रमाइलो गर्नुहोस् तर अलिकति सेफ्टी यु हेभ टु बी केयरफुल बिकज इट्स भेरी डेन्जरस बट दे हेभ अ सेफ्टीहरू चाहिँ निकै हुँदो रहेछ तर पनि कहाँ म चाहिँ हेरेर बल्ल बल्ल बच्चाहरू भन्दा पनि आग्रह भइरहेको म चाहिँ सकिरहेको हुन्छ साथीहरू होइन तर पनि एकदम रमाइलो एकदम हाँसेर चाहिँ हेर्दै लडेर दर्शकबिनहरूको हाँसो उठाउँदै हाँसोमा मजा लिँदै खेल्नुभन्दा पनि खेल्नु चाहिँ तर मजाले लाग्यो तर हातको त निकै दुखेको थियो अनि अलिअलि बच्चाहरूसँग फोटो खिचेँ अनि बाँकी चाहिँ अलिअलि लास्टमा चाहिँ तौलिन पनि सकेँ बच्चाहरूसँग बरु म भन्दा त बच्चाहरू नै हाम्रो युजन भाइ पनि ट्राई गर्दै थियो युजन भाइ पनि फर्स्ट टाइमै भएर उसलाई पनि धेरै गाह्रो भइरहेको थियो तर युजन भाइले डोन्ट गिभ अप नेभर गिभ अप भनेर चाहिँ कोसिस गर्दै थियो अरू धेरैजना नयाँ हुनुहुन्थ्यो नयाँहरूलाई चाहिँ निकै पनि गाह्रो भइरहेको थियो अलिअलि सेकेन्ड थर्ड फोर्थ टाइम अनि दे आर ट्राइङ प्र्याक्टिस मेक अ पर्फेक्ट भने जस्तै गरिरहेको थियो मलाई चाहिँ त्यहाँनिर स्केटिङ भाइले अलिकति समातेर त्यहाँ चाहिँ पुर्याउनु भयो तर पनि म चाहिँ कोसिस गर्दा म चाहिँ खडा हुने गाह्रो भइरहेको थियो साथीहरू तर पनि तपाईँहरूलाई पनि फर्स्ट टाइम हो भने चाहिँ डेफिनेटली म जस्तै एक्सपिरियन्स गर्नुभएको थियो होला हामीले चाहिँ निकै रमाइलो गऱ्यौँ पनि भन्दैन साथीहरू तर रमाइलो चाहिँ बोबाले भएको थियो होइन पछि चाहिँ लास्टमा चाहिँ अलिअलि खडा चाहिँ हुन सकिरहेको थियो बट के भने युजन भाइ उसले पनि ट्राई गरिरहेको थियो बट वी आर ट्राइङ अनि युजन भाइ चाहिँ लास्टमा चाहिँ निकै झन् खडा भएर तर पनि लडिरहेको थियो बिचरा बट वी नेभर गिभ अप हामीले कहिले पनि गिभ अप गरेन ट्राई गऱ्यौँ एक घन्टाको चाहिँ 250 लेख्दो रहेछ अनि त्यही 250 चाहिँ हामीले सकायौँ एक घन्टाको टाइममा बोबाले खेल्यो बोबाले रमाइलो गऱ्यो कतिजना मान्छेले हँसायौँ स्पेसल लडेर हाम्रो चाहिँ बबाले रमाइलो भयो थ्याङ्क यू सो मच वाचिङ सी यू बाई बाई